धन्यवाद कार्यक्रम संचालक जो, आदरणीय सभा का सभा अध्यक्ष जो, प्रधानाध्यापक जो, विशिष्ट अतिथि, प्रमुख अतिथि, वर्ग, अभिभावक वर्ग, शिक्षक वर्ग, विद्यार्थी साथी एवं यहाँ उपस्थित सम्पूर्ण महानुभाव आज यस मिली मोडेल एकाडेमीमा भइरहेको वार्षिक उत्सव कार्यक्रममा म रोजित मन्सुरी सफल विद्यार्थीका गुणहरू भन्ने विषयमा आफ्नो केही महत्त्वपूर्ण भनाइ राख्न पाउँदा एकदमै खुसी छु। विद्यार्थी जीवन नै भविष्यको आधारशिला हो। जसरी बलियो जग बिना राम्रो भवन निर्माण हुन सक्दैन, त्यसै गरी सही गुणहरू बिना विद्यार्थी सफल हुन सक्दैन। सफल विद्यार्थी केवल उच्च अंक ल्याउने मात्र होइन, राम्रो आचरण, अनुशासन र आत्मनिर्भरता पनि विकास गर्नुपर्छ। सफल विद्यार्थीका प्रमुख गुणहरू: नम्बर 1 नियमित र अनुशासन। नियमित रूपमा अध्ययन गर्ने बानी सफलताको पहिलो खुट्किलो हो। अनुशासन विद्यार्थीले समयको सदुपयोग गर्छ र लक्ष्य प्राप्त गर्न सफल हुन्छ। नम्बर 2 आत्मनिर्भरता र मेहनत। सफल विद्यार्थीहरूमा भर नपरी आफ्नो मेहनतमा विश्वास गर्छ। असफलताको डर नमानी निरन्तर प्रयास गर्ने बानी सफलता दिलाउँछ। नम्बर 3 समयको सही उपयोग। समय सुन हो भन्ने बुझेर विद्यार्थीले आफ्नो समय व्यवस्था गुमाउँदैन, खेल, मनोरञ्जन र अध्ययन बीच सन्तुलन राख्छ। नम्बर 4 सिक्ने जिज्ञासा र सकारात्मक सोच। नयाँ कुरा सिक्ने उत्साह भएका विद्यार्थी सधैँ अगाडि बढ्छन्, असफलताले अवसरको रूपमा लिन्छन् र सुधार गर्न प्रयास गर्छन्। नम्बर 5 इमानदारी र नैतिकता। इमानदार विद्यार्थी नकल गर्दैन, झुट बोल्दैन र आफ्नो जिम्मेवारी बुझ्छ। इस्लाममा इमानदारीको ठूलो महत्त्व छ। पैगम्बर साहब सल्लल्लाहु अलैहि वसल्लमले भनेका छन्, सत्यता अपनाऊ किनभने सत्यताले भलाइमा पुर्याउँछ। बुखारी, मुस्लिम। राम्रो आचरण र आदर भाव। शिक्षक, अभिभावक र साथीहरूप्रति आदर भाव राख्ने विद्यार्थी सामाजिक रूपमा सफल हुन्छ। मित्रवत स्वभावले राम्रो सम्बन्ध बनाउँछ, जसले सिकाइलाई प्रभावकारी बनाउँछ। लक्ष्य निर्धारण। स्पष्ट लक्ष्य राख्ने विद्यार्थी सफल हुन्छन्। लक्ष्य बिना यात्रा दिशाहीन हुन्छन्, त्यसैले निर्धारण गरेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ। आत्मविश्वासी नेतृत्व र क्षमता। आत्मविश्वासी विद्यार्थी कुनै पनि चुनौती सामना गर्न तयार रहन्छ। नेतृत्व क्षमताले उसलाई अरूलाई प्रेरित गर्न समाजमा सकारात्मक परिवर्तन ल्याउने मद्दत गर्छ। अब म अन्त्यमा यो भन्न चाहन्छु, सफल विद्यार्थी बन्न यी गुणहरू आवश्यक छन्। अनुशासन, मेहनत, समयको सदुपयोग, सकारात्मक सोच नै सफलताको प्राप्त गर्न मुख्य सूत्र हो। अब म 2 शब्द यही अन्त गर्दै यहाँहरूको माझबाट बिदा हुन चाहन्छु। आजको लगनशील विद्यार्थी नै भोलिको सफल नेता हो। धन्यवाद। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।